कैलालीको अतरिया हस्पिटल विरुद्ध जिल्ला अदालतमा मुद्दा दायर। उपचारमा गम्भीर लापरवाहीपछि स्वास्थ्यकर्मी भण्डारीको मृत्यु भएको भन्दै अस्पताल र डाक्टरमाथि कारबाही तथा क्षतिपूर्ति माग। उपचारका क्रममा गम्भीर चिकित्सकीय लापरवाही भएको र त्यसकै कारण भाइको मृत्यु भएको दावी गर्दै बैतडीका उत्तम सिंह भण्डारीले अतरिया अस्पताल प्रहरी र त्यहाँ कार्यरत मुटुरोग विशेषज्ञ डाक्टर विप्लव कार्की विरुद्ध कैलाली जिल्ला अदालतमा कारबाही तथा क्षतिपूर्तिको माग सहित मुद्दा दायर गरेका छन्। गत असारमा छाती दुख्ने समस्या लिएर अस्पताल पुगेका बैतडीको पाटन नगरपालिका 6 का 39 वर्षीय हेमन्त भण्डारीको मुटुको शल्यक्रियापछि मृत्यु भएको थियो। स्वास्थ्यकर्मी समेत रहेका भण्डारीको उपचारमा अस्पताल र चिकित्सकले गम्भीर लापरवाही गरेको फिरादी पक्षको आरोप छ। फिराद पत्र अनुसार चिकित्सकले हेमन्तको मुटुको रक्तनलीमा अवरोध देखिएको र तत्काल एन्जियोप्लास्टी गर्नुपर्ने बताएका थिए। एन्जियोप्लास्टी सफल भएको र बिरामीको अवस्था स्थिर रहेको जानकारी दिए पनि केही घण्टापछि मुटुको चाल बन्द भएको र पटक पटक विद्युतीय झट्का दिएको र पछि भेन्टिलेटरमा राखिएको उल्लेख छ। परिवारले अन्यत्र उपचारका लागि लैजान सकिने बारे जिज्ञासा राख्दा तत्काल सम्भव नभएको बताइएको र केही दिनपछि मात्रै मस्तिष्कमा गम्भीर समस्या देखिएको भन्दै सुविधा सम्पन्न अस्पताल लैजान सुझाव दिएको दावी गरिएको छ। त्यसपछि हेमन्तलाई भारतको उत्तराखण्ड स्थित रुद्रपुरको मेडसिटी अस्पताल लगिएको थियो। त्यहाँका चिकित्सकले लामो समयसम्म मस्तिष्कमा पर्याप्त अक्सिजन नपुगेका कारण ब्रेन डेथ भएको र सुधारको सम्भावना नरहेको बताएपछि उनलाई घर ल्याइएको थियो। घर ल्याइएका हेमन्तको गत 22 असारमा मृत्यु भएको थियो। फिरादीले पर्याप्त परीक्षण बिनै हतारमा एन्जियोप्लास्टी गरिएको, आवश्यक विशेषज्ञ तथा स्वास्थ्यकर्मीको पर्याप्त व्यवस्था नगरिएको, शल्यक्रियापछिको निगरानी र आकस्मिक उपचार व्यवस्थापनमा कमजोरी भएको तथा समयमै सुविधा सम्पन्न अस्पताल रिफर नगरिएको आरोप लगाएका छन्। अदालतसँग अस्पतालको सञ्चालन इजाजत, क्याथ ल्याब अनुमति, उपचार तथा एनेस्थेसिया विवरण, आइसियु र नर्सिङ चार्ट, अक्सिजन तथा भाइटल मोनिटरिङ, सीपीआर, डीसी शक र रिफरल सम्बन्धी अभिलेख झिकाउन समेत माग गरिएको छ। मृतक हेमन्त मासिक करिब 42,000 रुपैयाँ आम्दानी गर्ने र पत्नी तथा छोराको मुख्य आर्थिक अभिभावक रहेको उल्लेख गर्दै उपचार खर्च, भारतमा लगिएको उपचार तथा यात्रा खर्च समेत परिवारले गुमाएको भविष्यको आयलाई आधार बनाएर उचित क्षतिपूर्ति माग गरिएको छ। मुलुकी देवानी संहिता र उपभोक्ता संरक्षण ऐनका प्रावधान अनुसार अस्पताल तथा जिम्मेवार पक्षको दायित्व ठहर गरी वास्तविक आर्थिक क्षति र आश्रित परिवारले गुमाएको भविष्यको आय समेतको क्षतिपूर्ति उपलब्ध गराउन माग गरिएको छ। यद्यपि दायर मुद्दामा लगाइएको आरोपको सत्यता भने अदालतको प्रमाण परीक्षण र कानुनी प्रक्रियाबाट टुङ्गो लाग्नेछ। स्वास्थ्य कार्यालय कैलालीले अतरिया हस्पिटलले गैरकानुनी रूपमा क्याथ ल्याब सेवा सञ्चालन गरेको भन्दै तत्काल सेवा बन्द गर्न स्वास्थ्य निर्देशनालयलाई लेखी पठाएको थियो। स्वास्थ्य निर्देशनालयले यो विषय अध्ययनकै क्रममा रहेको जनाएको छ।